अयोध्या कस्तो सहर हो। जस्तो मैले यसो रिसर्च गर्दाखेरि चाहिँ सुन र हिराले जडित महलहरू थिए, बजारहरू थिए होइन, पोखरीहरू थिए, छेउमै नदी थियो होइन, सबै चिजहरूले भरिपूर्ण सहर भनिएको छ। यसमा चाहिँ छोटोमा कस्तो सहर भनेर व्याख्या गरिएको छ? यसो छ, अब यो मान्ने भनेको वाल्मिकी रामायण। वाल्मिकी रामायणमा चाहिँ एकदमै धेरै व्याख्या चाहिँ छैन ओके सहर अयोध्याको बारेमा। र वाल्मिकी रामायणमा एउटा अर्को अचम्म के छ भने रामहरूको बाल्यकालको व्याख्या पनि छैन। एकैचोटि रामहरू युवावस्थामा पुग्छन्, जन्मन्छन्, जन्मिएको व्याख्या छ, जन्मिएपछि छैन। जस्तो कि कृष्णको व्याख्या छ नि, बाल्यकालको व्याख्या छ, जो चाहिँ गोकुलमा गएर हुर्कँदाको व्याख्या छ। तर रामको चाहिँ छैन। राम पढ्न कहाँ गएको भन्ने पनि छैन। एकैचोटि विश्वामित्र ऋषि मेरो चाहिँ नि यज्ञ रक्षार्थ चाहिँ नि मलाई तपाईँका छोरा दिनुहोस् भन्न भनेर विश्वामित्र माग्न आएको भन्ने वर्णन चाहिँ छ। र त्यहाँ चाहिँ नि यो नभएको हुनाले अयोध्याका बारेमा पनि त्यस्तो विशाल कुरा छैन। तर केही कुरा छन्, जस्तो कि अयोध्याको क्षेत्रफलका बारेमा भनेको छ। है, अयोध्याको क्षेत्रफल यति चाहिँ योजन भनेर लेखेको छ। त्यसपछि अयोध्यामा राजमार्ग थिए भनेर लेखेको छ, ठुला राजमार्ग थिए भनेर लेखेको छ। त्यसपछि अनि तोरणहरू टाँगिया थियो भनेको चाहिँ नि अब उत्सवका बेलामा होला होइन, सहर झकिझकाउ थियो भनेको एउटा कुन प्रसङ्गमा छ भने रामको राज्याभिषेक सुरुमा पनि हुन खोजेको थियो, त्यो बेलामा पनि छ भनेको राम्रा रहेछन् महलहरू भन्ने छ। र दोस्रो चाहिँ नि राम रावणलाई मारेर लङ्काबाट फर्केपछिको बेलामा पनि तोरणहरू टाँगिएको वर्णन छ। भनेपछि तोरणहरू पनि बनाउँदा रहेछन्। अब तोरण कस्ता हुन्छन् भन्ने उति बेलाका अलि अर्कै होलान्। तर जे होस् के बुझिन्छ भने रथहरू थिए होइन। अब एकदमै राम्रा असाध्य विशाल रथ भएको हुनाले दशरथ भनिएको हो भन्ने व्याख्या पनि गर्छन् होइन। अब 10औं रथ थिए भनेको चाहिँ थुप्रै रथ थिए राजा दशरथका। अब तर त्यो नामसँग दशरथ त्यो रथ अब खै के हो। अब अर्को कुरा के छ भने राम वनवासका क्रममा पनि रथ चढेर हिँडेका छ र रथको बाटो हिँडेका छ। अनि र रथका चाहिँ नि जुन पाङ्ग्रा छन् ती पाङ्ग्राको डोप परेको छ भुइँमा, त्यो वर्णन छ। र चाहिँ नि रामले अयोध्यावासीलाई झुक्क्याउनु भनेर के भनेको वर्णन छ भने वाल्मिकी रामायणको सुरुमा एकैछिन तपाईँले रथलाई उत्तरतिर लैजानुहोस् र फर्काएर उताबाट फर्काएर ल्याउनुहोस्, किनभने त्यो उत्तरतिर गएको बाटो हेरेर हामीलाई उत्तरतिर गयो भने ठानेर मान्छेहरू उत्तरतिर जान्छन् अनि हामीलाई फेला पार्दैन अनि अयोध्यै फर्कन्छन्। किन रामको पछि लाएर आएको थियो नि त नगरवासीहरू। त त्यो वर्णनले के छ भने रथ रहेछन् र पाङ्ग्राका डोप पर्दा रहेछन् भनेपछि चाहिँ रथ गोरुङ्गै हुँदा रहेछन् र भव्यै रथ रहेछन् भन्ने भयो। यहाँ 2टा घोडाको ठाउँमा 4वटा घोडाले चलाउने, 8वटा घोडाले चलाउने यस्ता रथहरू थिए पहिला, ठुला रथ थिए। त ती हिँड्ने बाटा चाहिए र अब अहिलेकै जस्ता पिच गरिएका थिएनन् कि भने जस्तो चाहिँ बुझिन्छ त्यो वर्णन पढ्दाखेरि। र म एउटा चाहिँ के कुरामा छु भने यो मानव सभ्यताको जुन विकास छ नि, कतिपयले के भन्छन् भने अहिलेभन्दा धेरै ठुलो विकास थियो पहिला, यो चाहिँ नि विनाश भएर यस्तो भएको भन्छ। त्यस्तो चाहिँ नि मलाई लाग्दैन। त्यो रामायणमा जस्तो वर्णन गरिएको छ बस त्यस्तै होला। तर म कहाँनिर गएर म अहिले पनि अल्मलिएको छु भने पुष्पक विमानमा गएर अल्मलिएको छु है, त्यसमा अल्मलिएको छु। साँच्चै त्यो के होला भन्ने अहिले पनि म सोचिरहेको छु। तर चाहिँ नि एउटा चाहिँ नि धेरै पुरानो एउटा पुस्तक फेला परेको छ, पहिला जहाज बनाउने टेक्निकका बारेमा लेखिएको वैमानिक शास्त्र मैले फेला पारेको छु होइन। तर त्यसको पुरै भोल्युम चाहिँ नि छैनन् भने अब यस्ता चाहिँ नि विमान बनाउँदा रहेछन् कि होइन। अब यो अर्कै भयो हुनसक्छ। अब केही न केही नौलो कुरा भनौँ भन्दाखेरि चाहिँ नि अब पछि थपिएका कुरा हुन् कि यो अध्ययनका विषय हुन् यी। तर जुन सहरको वर्णन छ अयोध्याको क्षेत्रफल भनिएको छ आयता
आयता दश च द्वै च योजनानि महापुरी भनेको 12 योजन भनेको, दश च द्वै च भनेको 12 योजन क्षेत्रफल भएको महापुरी होइन। श्रीमती त्रिणी विस्तीर्णा, त्यसको चाहिँ चौडाइ एकदमै ठुलो भाग, फुकेको भागको चौडाइ कति 3 योजन। श्रीमती त्रिणी विस्तीर्णा योजनानि महापथा, अनि ठुला ठुला चाहिँ महापथा भनेको राजमार्ग भएको भनेको छ। भनेको मैले के हिसाब लगाएँ भने एकदमै चौडा भएको ठाउँमा 3 योजन भनेपछि 14 त्यहाँ 42 किलोमिटर ठ्याक्कै माडिसक्यो मिल्छ। फेरि आयता दश च द्वै च 12 योजन माडीको क्षेत्रफल त्यति नै छ। ओहो, माडीको अहिलेको अलिकति कम छ, अलिकति कम छ अहिले। अब उति बेला अलिकति ठुलो थोरै भनेको धेरै धेरै थोरैको फरक छ। र मैले चाहिँ के अध्ययन गरेँ भने अहिलेको जुन ठोरी छ नि पर्सा, त्यो पनि अयोध्याकै सिमानाभित्र थियो, ठोरी पनि। ओके। र किनभने मत्स्याकार भनेको छ, माछाको आकारमा। तपाईँले हेर्नु अहिले यहाँ गएर यो कसरी चाहिँ राख्या छ त भन्दाखेरि, अब तपाईँले नेटमा चाहिँ नि तपाईँले माडी हेर्नु है, मुख कता फर्किएको भनेको छ त भन्दाखेरि पश्चिमतिर मुख फर्काएको माछो भनेको छ है। माडी म्युनिसिपालिटी हेरे भयो, माडी हेर्नुभयो भने त्यो गुगल म्यापमा गुगल अर्थबाट वन जङ्गल भएको होइन, त्यो पश्चिमपट्टि मुख फर्काएको माछो यो अहिलेको भयो। गुगल अर्थमा चाहिँ कस्तो छ भने ठ्याक्कै माछो पुच्छर चाहिँ कहाँ पुगेको छ, पर्सामा पुगेको छ, ठ्याक्कै पुच्छ रहेछ। अब कसरी मत्स्याकार भने होला होइन, अचम्म त्यो पनि मिल्यो। यस्ता थुप्रै कुराहरू छन् र यसले चाहिँ खुसी पनि लागेको छ। जस्तो कि यो इन्डियाका लागि कसैका लागि कसैसँग लड्ने विषय नै होइन, यो त चाहिँ एकदमै अँगालो हालेर हाँस्ने, सबैका लागि गर्वको कुरा हो होइन। के चाहिँ नि इन्डियाका प्रधानमन्त्री मोदीलाई मुक्तिनाथ अप्रिय छ छैन? उहीँ बसेर ध्यान गरे, तपस्या गरे अरे। मुक्तिनाथ त कति महत्त्वपूर्ण छ भने जिसस क्राइस्टले 6 वर्ष तपस्या गरेको ठाउँ हो मुक्तिनाथ। होल्गर कर्स्टेनले जेसस लिभड इन इन्डिया भन्ने पुस्तक लेखे। त्यो पुस्तकमा नेपालै लेखेको छ, नेपालको मुक्तिनाथमा 6 वर्ष तपस्या गरेको भनेर लेखेको छ जिसस क्राइस्टले। त के चाहिँ नि पश्चिमीहरूले आफ्नो जिसस क्राइस्टले तपस्या गरेको मुक्तिनाथलाई हेला गर्न मिल्छ? मिल्दैन। त हामी त कस्तो भने, मलाई त के लाग्छ भने हामी त हाम्रो यो धर्म त बाउ हो संसारकै, यी सबै सन्तान हो। हामीलाई यो क्रिस्चियन भनेर त्यसलाई हेला गर्नु छैन, यो मुसलमान भनेर हेला गर्नु छैन। सबै हाम्रो धर्मका सन्तान हो।